हेलो गुड मर्निङ जय हरि जय गुरुक राम राम नमस्कार सबैमा अहिले हजुरलाई थाहा छ एमालेको पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेकोमा धेरै ठाउँमा दंगा फसादहरु भइरहेछ। धेरै एमाले कार्यकर्ताहरु धेरै एकदमै झण्डा लिएर चाहिँ अब हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई रिहा मुक्त गराउनुपर्छ भनेर धेरै ठाउँमा आन्दोलन भइरहेछ। त्यस्तै आन्दोलनको क्रममा मान्छेहरु जतासुकै मतलब त्यति साह्रो पहिला जस्तो जेएनजी आन्दोलनमा जस्तो भिड भडाका त छैन, तर पनि जति हुन्छन् एमाले कार्यकर्ताहरु पुरा ग्राउन्डमा अहिले चाहिँ लडिरहेको खबरहरु तपाईले सुनिरहनु भएको छ हैन। र कति ठाउँमा धेरैमा अहिले पुलिसहरुले के छ गोली कुनै पनि ग्यास हैन या कुनै पनि चीजहरु त्यो चाहिँ इस्तेमाल गरेको छैन, सिर्फ भाटा हानिरहेछ पुलिसहरुले। यस्तै भाटा हान्ने क्रममा एउटा मैले एउटा सानो मैले रिल्समा भेटाएको एउटा हाम्रै पल्टनको एकजना साहबले पनि बडा पुलिसको भाटा खानु भएछ भन्दाखेरि यो सबै एउटा यत्रो साल सर्भिस गरेर आएर फेरि तपाई एउटा राजनीतिमा साहब बडा राजनीतिमा सक्रिय राजनीति गरेको मान्छे हाम्रो पल्टनको एकदमै एमालेको कट्टर राजनीतिज्ञ हुनुहुन्छ उहाँ र एकदम बढी चढेर चाहिँ आन्दोलनमा नेतृत्व गरेर सायद जानुभयो थियो। ल बडा नराम्रो चाहिँ भाटा साहबले यो बुढेसकालमा अलमोस्ट हैन 68-70 वर्षको उमेरमा चाहिँ भाटा खानुभएको छ। गर्दाखेरि सबै ख्याल गर्नुस् हैन। अब आन्दोलन गर्ने हो, तर तपाईले कस्तो खालको आन्दोलन गर्दा सुहाउँछ हैन, त्यही आन्दोलन गर्ने हो। तर पनि ग्राउन्डमा जाने तपाईको उमेर छ कि छैन त्यो पनि ख्याल गर्नु होला हैन। लाग्छ आफ्नो पार्टीको अध्यक्ष जस्तो मान्छे जेलमा हुँदाखेरि जेलबाट रिहा मुक्त गराउनु पर्यो भनेर आन्दोलन गर्नु सबैलाई मन लाग्छ। तर पनि त्यो मेरो उमेर के छ के म अगर हैन या कसैले पनि अगर त्यस्तो खालको कुनै पनि त्यस्तो खालको उग्र वातावरण भयो भने के म भाग्न सक्छु, के म कुनै पनि कसैको भाटा खानुबाट बच्न सक्छु, के मैले कसैको भाटा हाने भने पुलिसले त्यो भाटालाई मैले थेक्न सक्छु भन्ने आफ्नो कमसेकम एजलाई हेरेर जाँदाखेरि एकदमै राम्रो हुन्छ हैन। तपाईले आफ्नो नैतिक रूपमा हैन हामी सकिन्न भने तपाई घरमा बसेर पनि आफ्नो नैतिक रूपमा आन्दोलन पनि गर्न सक्नुहुन्छ। तपाईले अन ग्राउन्ड फिजिकली तपाई आन्दोलन गर्न सक्ने जो हुन्न, जो मान्छेहरु हुनुहुन्न, उमेरले साथ दिइरहेको हुन्न, भाग्न सकिन्न। अब म पनि बुढै भएँ, म पनि अब भाग्न सक्दिन भनेपछि बुढो साहबहरु बिचारा हैन त्यो पुलिसले दन्काएर चाहिँ अब भाटा हानेर चाहिँ त्यो भाटा भाँच्चिनसम्म हानेछ भनेपछि बडा दुखी होला साहबलाई। एकदमै उसरी साहबको त्यो एउटा कर्म हैन, साहबले गरेको त्यो एउटा बहादुरीपट्टि धेरै अब एकदमै 21 तोपको सलामै दिन चाहन्छु मैले। कमसेकम त्यति एउटा चाहिँ एउटा त्यो भाटा सहेर हैन उहाँ आन्दोलनमा चाहिँ खटिनु भएको छ। त्यो भिडियो पनि हेर्नु होला, अरु चिन्नु होला यो भनेर सबैले कमेन्ट्स पनि गर्नु होला को है यतिको उमेरमा लगभग 70 वर्षको उमेरमा पनि गएर चाहिँ एउटा के भन्छ प्रहरीको भाटा खान सक्ने थेक्न सक्ने र आफ्नो चाहिँ एउटा पार्टीको अध्यक्ष चाहिँ थुनामा पर्यो भनेर उहाँलाई रिहाई गर्नुपर्छ भनेर चाहिँ त्यस्तो खालको आन्दोलन गरेर त्यो भाटालाई सहन गर्ने साहब हुनुहुन्छ। उहाँलाई 21 तोपको सलाम छ। हेर्नु होला यो भिडियो।